टसी दिले फ्याफुल्ला सबैजनालाई हाम्रो चाहिँ वर्षमा पूजा छ आज यो पूजा चाहिँ वर्षमा एकचोटि आउँछ वर्षमा एकचोटि आउँछ अनि 15 दिनमा रोटेसन हुन्छ तर मेम्बरहरू धेरै हुनुहुन्छ त्यही भएर वर्षमा एकचोटि आउँछ भनेको शेर्पा गुम्बा हो अनि हाम्रो चाहिँ आज परेको छ हामी कति 7 जनाको ग्रुप छौँ अनि यहाँ चाहिँ के हो यो जग्गादाताहरू होला मेबी अनि मेन लामाहरूको उहाँहरूको बनाउनु भएको रहेछ यो चाहिँ बत्ती बाल्ने ठाउँ हो यहाँको एकदम व्यवस्थित बनाउनु भएको छ कि एकदम मजाले हावा पानीबाट प्रोटेक्ट हुने गरी यो चाहिँ गुम्बा हो यो चाहिँ गुम्बा हो साथीहरू छ उसको पुरा इन्जोय गरिरहेछ आज यो चाहिँ किचन हो हाम्रो अनि यो चाहिँ भवन के भन्छ यो माथिबाट चाहिँ लामाहरूको छात्रावास हो अनि यतापट्टि चाहिँ यो चाहिँ लामा पढ्न जुन लामा होइन के भन्छ शेर्पा ल्याङ्ग्वेज पढ्नु हुनेहरूको लागि उहाँहरूको पढ्ने ठाउँ हो क्लासरुम हो यो गुम्बा भइहाल्यो अनि माथि जाने ठाउँ छ अनि त्यसपछि यहाँनिर चाहिँ बिहे पार्टीहरू प्रोग्रामहरू पनि हुन्छ यहाँ मुनिबाट चाहिँ हल छ यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ हल छ यहाँनिर चाहिँ व्यवस्थित तरिकाले बनाउनु भएको छ यहाँ चाहिँ बिहे पार्टीहरू अनि त्यसपछि टाढा टाढाबाट हुनुहुन्छ भने चाहिँ यहाँ प्रोग्राम गरेर जस्तै फङ्सन अब पार्टीहरू गरेर बस्ने ठाउँ होटलतिर बस्नुभन्दा यहीँनिर पनि रुमहरू पनि एभाइलेबल छ यहाँ माथिबाट चाहिँ रुमहरू छ होस्टल पनि छ यो चाहिँ अफिस हो अनि होस्टल पनि छ भनेर चाहिँ होस्टल पनि छ तर यहाँ चाहिँ रुमहरू पनि छ यता रुमहरू धेरै छ मेरो छोरीले मलाई बोलाउनु थाल्यो नानु किन बोलाएको